सुन्नु साथीहरू, नराम्रो कुरा कति छिटो फैलिन्छ है, तर राम्रो कुरा कता 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 सुनिन्छ। अब लाग्छ अब आउने सालहरूमा नराम्रो 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 नराम्रै कुराहरू मात्र हुन्छ होला सायद, तर म चुप लाएर बस्नेवालामा छैन। जुन रूप तपाईँले देख्नुहुन्छ त्यो रूप चेन्ज भइसक्यो। मलाई आज आएर आफूलाई धिक्कार लाग्छ, किनकि मैले आफ्नो देशको लागि केही गर्न सकिनँ। जब म विदेश कामको लागि जाँदै थिएँ, तर फर्किएर हेर्छु नेपाल आमा रोइरहेको छ। त्यस्तो अवस्थामा मैले नेपाललाई छोडेर गएको थिएँ। जब म नेपाल आएँ, फेरि नेपाल आमा हाँसेको मैले देखेँ, महसुस गरेँ। नेपालमा म हिरो बन्छु भनेर सोचेको थिएँ, भौतारिएको थिएँ, तर म अब फिल्मको होइन देशको हिरो बन्नलाई सोचेको छु। सायद यो कुरा सुन्दै गर्दाखेरि तपाईँहरूलाई हाँसो लाग्छ होला, कस्तो लाग्छ होला, तर त्यो मेरो हृदयमा एउटा निक्लेको ज्वालामुखी हो। यो ज्वालामुखी तबसम्म शान्त हुन्न जबसम्म नेपालमा परिवर्तन हुँदैन। यो ज्वालामुखी बलिरहनेछ, निभाउने प्रयास नगर्नुहोस्। आज तपाईँहरू नराम्रो कुराहरूलाई कति अगाडि बढाउने प्रयास गर्नुहुन्छ, त्योभन्दा देशभक्तिको बारेमा चाहिँ अगाडि बढाउने कोसिस गर्नुहोस्। चुनाव आउँछ, मान्छेहरू यत्र त्यत्र पार्टी 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 भन्छ। यदि कोही पार्टीको झन्डा लिएर मेरो अगाडि आउँछ भने म इन्कार गर्छु। यदि नेपालको झन्डा लिएर मेरो अगाडि आउँछ भने उसको लागि म ज्यान दिन तयार छु। मैले भन्दै गर्दाखेरि आफूले आफूलाई गर्व लाग्छ, किनकि मैले नेपाल आमालाई माया गरेको छु। यदि नेपाल आमालाई माया नगर्ने मान्छे नेपालमा बस्न लायककै छैन। जन्मिनु, खानु, घुम्नुको लागि मात्र होइन, आफू जुन ठाउँमा जन्मेको हुर्केको त्यो ठाउँको रक्षा गर्नको लागि पनि हो। हामी रक्षक भएर हिँड्नुपर्छ, भक्षक भएर होइन। यदि देश चलाउने मान्छे नै अगतिलो छैन, हामी कसैले कतिलो हुन सक्छौँ? बाबा, देश चलाउने मान्छे अगतिलो बनाएको नै हामीले हो नि त, होइन र? हामीले सही मान्छे नचुनेर हो नि त। यदि हामीले सही मान्छे चुन्यौँ भने आज देश बन्ने छ नि त। त्यो सोचले हामी अगाडि बढौँ। अन्याय र अत्याचारले सीमा नागिसक्यो। अब के हुन्छ नेपालमा त्यो कसैलाई थाहा छैन। सायद सबैले सोच्यो होला, राम्रो मान्छे आए राम्रो हुन्छ, नराम्रो मान्छे आए नराम्रो हुन्छ, तर बनाउने काम हाम्रो हो नि त, होइन र? तपाईँहरू आज हामी घर छर छिमेक एकअर्कामा चाहिँ रिस गर्छौँ, डाहा गर्छौँ। यदि हामी घर छर छिमेकमै त्यस्तो गर्छौँ भने देश कसरी विकास हुन्छ, राष्ट्र कसरी अगाडि बढ्छ? गोर्खा भनेर चिनेको थियो, बहादुर भनेर चिनेको थियो नेपाललाई। अब हामी विदेश गयौँ कामको लागि भने पनि त्यहाँको मान्छेले के भन्छ, नेपालको नाम सुन्ने बित्तिकै यिनीहरू राम्रो मान्छे होइन, यिनीहरू बदमास मान्छे हो भनेर मात्र बुझ्छ। त्यो बनायो। नेपाल आमा रोइरहेको छ। प्रत्येक नेपालीहरू विदेशमा काम गर्दै गर्दाखेरि नेपाल आमा रोइरहेको छ। मेरा छोराछोरीहरू कतिखेर नेपाल आउँछ र मलाई चाहिँ साथ दिन्छ भनेर है। अब नेपाल आमालाई रुवाउनु हुँदैन। ठिकै छ, तपाईँहरूको फ्यामिली प्रब्लमले तपाईँहरू बिर्सिनु भएको छ, आफ्नो घरको जिम्मेवारी छ, तर एउटा देशभक्ति पनि त छ नि त, होइन? म भन्दामा आफैमा स्तब्ध भएको छु कि मलाई भन्न त आउँदैन। यो कुनै यो सायरी होइन, यो कुनै केही होइन, डाइलेक्ट होइन, एउटा हृदयबाट निक्लेको त्यो आवाज हो जुन भन्दै गर्दाखेरि
आफूमै म दुःख लाग्छ। अब होशियार हुनु पर्यो। हामी आम नेपालीहरू एक भएर सहीको साथ दिनु पर्यो। गल्ती गर्नेलाई फाँसीको सजाय मात्र होइन, त्यो भन्दा नि कडा सजाय दिनु पर्यो। अब त्यस्तो नियम लागू पनि हुनुपर्छ। जो मान्छेलाई नराम्रो काम गर्नुभन्दा अगाडि 100 चोटि सोचोस् के, 100 चोटि।